यस्तो प्रकारले हुन्छ पुग्दैन नि हामी चुल्हा एउटै हुन्छ हेर्नुहोस् तपाईँलाई बुझाइदिन्छु ल यो चाहिँ अफिसियली है हामीलाई वेलकम हुँदैछ यहाँनिर गाडी गर्दैछ यस्तो छ यी दुलोले Hello and namaste to all my Kalimpongster family. I hope so everyone is doing great. Welcome to your and my channel and a fresh new vlog. आज फेरि नयाँ vlog, नयाँ दिन है अनि फर्स्ट अफ अल गुड मर्निङ किनभने मैले एकदम बिहानको टाइममा सुरु गर्दैछु है फेरि पनि म गाडीमा छु द्याट मिन्स आइ एम ट्राभलिङ आज अलिकति है अब जेन्टलम्यान लुकमा पनि छु है आज चाहिँ के छ स्पेसल ओकेजन भन्दाखेरि माई ब्रदर इन ल हि इज गेटिङ म्यारिड अन्त आज चाहिँ हाम्रो बिहा चाहिँ केटीपट्टि बिहा छ ओके सो त्यसको लागि हामी निस्किनु आँटेको अन्त अहिले फिलहाल चाहिँ के छ भने हामी बिहान बिहान छिटो मिठो उठेर यहाँबाट हामी सबैजनालाई पिकअप गरेर सबैजना गेट टुगेदर गरेर यहाँदेखि हामी हिँड्ने ओके अन्त अर्को कुरा चाहिँ के छ भने आज एकदम नयाँ जग्गा जाँदैछु म कहिले पनि गएको छुइनँ त्यहाँनिर नाम त धेरै नै सुनेको आई होप सो मोस्ट अफ माई भ्युअर्स दे नो दिस प्लेस इज नोन एज कागे है सो कागे जाँदैछौँ अब कागेमा चाहिँ कताबाट जान्छ के हो कसो आई डोन्ट नो एक्ज्याक्ट सो एकछिनमा भेटौँ यहाँबाट निस्केर त्यसो भने है सी यु देन ल कालिम्पोङ म चाहिँ अहिले अघि भने म जहाँ दिदी बहिनीहरूलाई लिनु सबैजनालाई भेट्नु आएको छु हामी गेट टुगेदर हुने हामी ग्यादर हुने जग्गामा आइपुगिरहेको छु है पछाडि ब्याकग्राउन्ड हेरेर उयो नगर्नुहोस् किनभने म यहाँ माथि चढेको कारण चाहिँ तपाईँलाई यसो बिहानको सनराइज देखाउँ भनेर यो सबै पाखा हेर्नुहोस् न यो डल्लै एकदम दामी देख्छ बिहान चाहिँ है अझै वेदर क्लियर छैन अहिले किनभने म मात्र तलमा चढिरहेको छु ब्याकग्राउन्डमा गीत बद्ध गरेर सुन्दै हुनु होला है सबैजना एकदम त्यो म्यारेजको माहौलमा छ है बिहाको माहौल लु त्यसो भने तल जाउँ एकछिनमा भेटौँ है त त्यो को हाँसेर बसिरहने चाहिँ को हो यो ल कालिम्पोङ स्टोर्स हामी चाहिँ अब सबै कामदाम सकेर गाडीमा लोडेड यी पछाडि मेरो दिदी है अन्त यता को छ फेरि यहाँ ब्युटिफुल वाइफ है अब निस्केको यहाँबाट है अब यहाँ ल अब सुख मरदको लागि हामी निक्लियौँ ल अब बाटोमा देखाइन त्यति है म चाहिँ यहाँनिर हनुमान मन्दिर आइपुगेँ हतार छ जुम त्यो चाहिँ भन्छ फ्यामिली युनियन एउटै टोपी हेर त अन्त बिचरा पपिजहरूलाई खाना खिलाउँदो रहेछ अलिकति अगाडि पुगेर भेटौँ ल हतार छ है कालिम्पोङ स्टोर्स कालिम्पोङ स्टोर्स हामी चाहिँ अलगढा फटक आइपुग्यौँ तपाईँले देखिरहनु भएको है सधैँ म यहाँ ट्राभल गर्दाखेरि तपाईँलाई देखाउँथेँ लु हामी चाहिँ सबै अलगढामा जमघट भएर यो गाडी मेरो गाडी है अनि यो गाडी अब रेडी भएर हामी निस्किनु आँटेको लु जाउँ आऊ कम कालिम्पोङ स्टोर्स तपाईँले देखिहाल्नु भयो अब हामी यहाँ सबै जमघट भएर चाहिँ हामी निस्क्यौँ है अगाडि बेहुला बेहुलीको गाडी त्यसको अगाडि अरू सबै हाम्रो जन्ती पार्टीको गाडी अब निस्क्यौँ हतार भइरहेको छ हो ल अलगढाबाट निस्क्यौँ है त हामी ल हामी चाहिँ अब फेरि रिस्केड्युल भयौँ है गाडीमा सबैजना हाम्रो पेमा भाइ साइना सबैजना गाडीमा आयो यहाँनिर खोइ हाल्यो भनेको नानी ल हामी सबैजना निक्लियौँ अब हामी यहाँबाट अलगढाबाट उकालो लाग्दैछौँ नि तपाईँ देख्नु हुँदैछ है ल हामी चाहिँ यता पेदोङतर्फ लाग्यौँ अन्त पेदोङबाट गएर यहाँदेखि कागे कालिम्पोङ चाहिँ हामी चाहिँ पेदोङ आइपुग्यौँ पेदोङबाट चाहिँ यहाँबाट तपाईँको दाहिने बाटो यो लाग्नु पर्दो रहेछ है कागे जाने चाहिँ पेदोङको सो पेदोङबाट यहाँबाट ओह्रालो लागेपछि हामी सबैजना यहाँनिर गाडीमा बन्ठन गरेर सबैजना एकदम टाइट फिटिङ भइरहेछ गाडीमा यहाँदेखि ओह्रालो हेरौँ है त बाटो कस्तो छ गाडीहरू गाडी घोडा सबै आई लभ पेदोङ गोवा फास्ट फुड भन्छ नि दामी पाउँछ आज न्यू खोज्यो नि न्यू खोजेर हामी ओल्ड खोजिदिनु पर्छ
ल कालिम्पोङ स्टोर्स पेदोङमा चाहिँ यस्तो डरलाग्दो जाम भेट्यौँ नि यो डल्लै जाम अब यो गाडी उकालो आउने हामी ओह्रालो जाने हो तलबाट पनि कतिवटा गाडी छ अनि हाम्रो पछाडि पनि धेरै गाडी छ हामी चाहिँ निकै तल आइपुगिसक्यौँ कालिम्पोङ स्टोर्स है ऊ तल हेर्नुहोस् ऊ तल हेर्नुहोस् है कालिम्पोङ स्टोर्स गाडीहरू चाहिँ यहाँ पार्क गरे भर्खर आएर है आम्मा बाटो चाहिँ माने रेकर्ड गर्नु पनि मलाई त डर लागेको अब त्यस्तो डरलाग्दो बाटो थियो है हामी भर्खर आइपुग्यौँ तर यहाँबाट भ्यू चाहिँ यस्तो दामी देख्दो रहेछ हेर्नु न पारि के होला यो जग्गाहरू मलाई त पेदोङहरू जस्तै लाग्यो है कति दामी देखेको यहाँबाट सो अब एकछिन माथि एउटा एक दुईवटा रीतिरिवाज छ त्यो गरौँ है त ल अगाडि गएर भेटौँ यो चाहिँ हाम्रो राईको दस्तुर है हाम्रो जन्ती पार्टी यहाँ सबैजना रीतिरिवाज चल्दैछ है रीतिरिवाज नानी कहाँ गएको अरे तिमी कहाँ गएको हाँस्दैौ न एकदम अहिलेको जस्तो ल अफिसियली अब चाहिँ हामी वेलकम भयौँ है अब यहाँबाट चाहिँ भित्र हामी छिर्छौँ होइन अविनाश अब अफिसियली वेलकम भयौँ है यहाँ मेरो श्रीमती यहाँ घरको अगाडि नालीमा साडी हालेर सबैको लागि छ यसरी नै उनीहरूले आफ्नो परम्परा अनि संस्कृति अनुसार हामी सबै गन्ती टोलीलाई स्वागत गरे। बेहुला र बेहुली चाहिँ यहाँ पर्खाइको पिरा छ। ल यो चाहिँ अफिसियली है हामीलाई वेलकम हुँदैछ यहाँनिर वेलकम सेरेमनी। अगर लाइन अफ द लॉ में जाऊँ तो एउटा क्राइम यहाँलाई सोध्दाखेरि कन्या राजी खुसीले गएको छ। बुझियो हामी जात राईहरू कर्कुचा परिवार हाम्रो परिवारले लाई पनि आघात पर्छ। कसै हाम्रो चुल्हा एउटै हुन्छ। सबै सन्तान साका सन्तानहरू गाउँ छिमेकीको ढोकबेद। त्यहाँका स्थानीयहरू खेतीपातीको निम्ति आफ्नो गाई बस्तुमा निर्भर छन्, त्यसैले उनीहरू कृषि र पशुपालनमा ध्यान केन्द्रित गर्छन्। कालिम्पोङ स्टोर्स हेर्नुहोस्, हामीले त यो त देखेको थिएन। यहाँ त पऱ्यो हेर त यहाँनिर चाहिँ यस्तो रहेछ। अघि भनेको गाउँ बस्तीको उयो हो, सबै गाई हो।
यो त फरेनर्स रहेछ हेर न उयो यो हामीले चाहिँ कालिम्पोङ भर्खर यहाँनिर त के भन्नु हाम्रो गाउँ बस्ती वरिपरि हेर्दैछौँ हामी सबैजना बिजी छ टिकाटालो हुँदैछ है अन्त म अनि मेरो श्रीमती चाहिँ यहाँनिर हामी के गर्दैछौँ भन न गाई हेर्दैछु एकदम दामी साता गाई रहेछ अम्बो ऊ तल पनि थियो त अघि ए होइन त्यो त उसको यहाँ चापाको लु दामी दामी भिलेज लाइफ उतापट्टि चाहिँ सबै उयो हुँदैछ है म चाहिँ अलिकति आएछु यहाँ हेर न कस्तो दामी यो चाहिँ अब पाक्न लागेको बनानाहरू है सबै बनानास है पाक्न लागेको पुरा रहेछ तल तल हो प्योर भिलेज स्टाइल लाइफ है घरपारहरू सबै कस्तो दामी वरिपरि पहाडहरूले राखेको है हेर्नु न कस्तो दामी बडाले जिस्काउनु हुँदो रहेछ सबैलाई नखाने मान्छेले यस्तो गर्दाखेरि है जिस्काउनु हुँदो रहेछ सबैलाई अब चाहिँ माइ डियर कालिम्पोङस्टर्स इट्स टाइम फर लन्च है क्वाइट लेट भयो है तर सो फार सो गुड हामी अब सबै उता रीतिरिवाज चल्दैछ है हामी चाहिँ यहाँनिर यसो लन्च गर्नु आँटेको अब सबैजना हामी लाइनमा हाम्रो सबै हाम्रै टोलीहरू बसिरहनु भएको छ यहाँनिर है सो सी यु गाइज आफ्टर वी हेभ अ भेरी गुड लन्च ओके बेडरुम यो माइ डियर कालिम्पोङस्टर्स है तपाईँ सबैजना हेर्नुहोस् यहाँनिर फेरि पनि यो रीतिरिवाज जारी नै छ है यो चाहिँ अब राई खम्बु जुन चाहिँ अब हाम्रो जातिको रीतिरिवाज है पारम्परिक यो सबै पहिलादेखि पुर्खादेखि चलिआएको यो संस्कृतिहरू अहिले पनि हाम्रो गाउँ बस्तीमा चलिरहेको छ है सो यो चाहिँ अब एकदम सम्हालेर र सँगालेर राख्नु एकदम जरुरी छ किनभने हाम्रो आउने पिँढीहरू जेनेरेसनहरू जो पनि छ दे अल विल बी निडिङ दिस सो आज लाइफमा फर्स्ट टाइम राई जातिको म्यारेज चाहिँ बिहामा जस्तो खालके फङ्सन हुँदैछ जस्तो खालके कल्चर अप्नाउँदैछ उहाँले त्यो पनि देख्नु पाइयो है हाम्रो बेहुला पनि यहाँनिर राई कस्टम्स है फलो गर्दछ यो चाहिँ अब हाम्रो राईको कस्टम अनुसार है कल्चर अनुसार को पूजा पाठ के हो कसो हुँदैछ मन परेको फुल तिमी ओली झरे सिउरी दिन कलेजीमा तिम्रो नाम ओटी गए फेरि सुना पुरा दिनुहुन्छ भन्ने एउटा आशा राख्दै बिहान आउँदा फेरि बेलुका खोला नाला पुकार्दै आउँदै तपाईँले भूमि मातालाई पुकार्दै र आज त्यसरी नै उहाँको राजदरबारसम्म पुऱ्याइदिनुहोस् है भनेर हाम्रो बेहुला बेहुली आजको
खेला देखिलाई आज तर प्राप्त अब काम नचले सबैजनालाई बिदा पारिदिएर हामी निस्किँदैछौँ यहाँबाट है ल अब लास्ट यहाँको रिचुअल उहाँहरूको के थियो तपाईँले देखिहाल्नु भयो त्यो गरेर हामी निस्किँदैछौँ ल अब चाहिँ हामी अघि आएको बाटो होइन अब चाहिँ हामी लाभा रिसोर्टको बाटो जान आँटेछौँ है कालो होला फेरि यो बाटो हेर न यस्तो प्रकारले हुनु त पुग्दैन नि हामी लागेदेखि जुन चाहिँ यो रेसप आउने बाटो चाहिँ एक दुई जग्गा चाहिँ ओपर तलको रक रहेछ है एउटा जग्गा त अब मैले क्यामेरा अन गर्नु पनि भ्याइनँ तर बाटो चाहिँ अपहिल 1 नम्बर म्याक्सिमम 2 नम्बर मिनिमम लाग्दो रहेछ अब यस्तोहरू चाहिँ धेरै नै छ तर रोड धेरै नै चाँडै राम्रो हुने रहेछ ल कालिम्पोङ स्टोर्स हामी चाहिँ निकै माथि आइपुग्यौँ है बाटो चाहिँ एकदम अप्ठ्यारो है अनि रेसप पनि काट्यौँ यहाँ माथि आएर एकछिन रोकिरहेको छौँ यहाँ त नेटवर्क पनि भेट्दैन सो वी आर वेटिङ फर द भेहिकल एउटा यहाँ छ हाम्रो यहाँ छ अगाडि प्रशान्त दादा स्कुटीमा हो सो यहाँनिर हामी एकछिन पर्खिरहेको छौँ अरू गाडीलाई अब अलमोस्ट हाइवे आइपुग्यो भनौँ न गाडी गर्दैछ यस्तो छ यी दुलोले सेम गोज टु एभ्री वान है हामी चाहिँ अघि मैले जहाँ देखाएँ तपाईँलाई त्यहाँ रोकेकोदेखि हिँडेँ है सबैजना हामी भेट्यौँ अब ओह्रालो लागेको अब यो रेसपको बाटो त तपाईँले प्रायः देखिसक्नुहुन्छ है जङ्गल हो मेरो प्रिभियस भ्लगमा रेसपको भ्लगमा देख्नु भएको छ वेलकम ब्याक एभ्रिबडी दिस इज द नेक्स्ट डे तपाईँले देखिहाल्नुभयो हिजो म कहाँ गएको थिएँ म हिजो एउटा अब फङ्सन म्यारेज फङ्सनमा गएको थिएँ है मेरो ब्रदर इन लको मैले भनिहालेँ तपाईँले देखिहाल्नुभयो अन्त अर्को कुरा चाहिँ के भन्दाखेरि हामी एकदम बेलुकी पख आइपुग्यौँ अन्त अब बाटोघाटो त यस्तो डेडली बाटो भएर आयो डेडली त के भन्नु तर अब रफ रोड थियो धेरैवटा प्याचेसहरू बिग्रेको बाटोहरू थियो सो त्यहाँ भएर आएँ सो मेरो एडभाइस चाहिँ जो पनि कागे कमान जान्छ है कागे कमान जानु लागि चाहिँ अलिक ठुलै गाडी लगेर जानु सानो गाडी पनि लाँदा हुन्छ बट अब एक दुईवटा जग्गा चाहिँ मैले मान्नु पर्दो रहेछ गाडीलाई त्यस्तो रहेछ बाटो चाहिँ बट सेफ एन्ड साउन्ड हामी आइपुग्यौँ सो फार सो गुड तपाईँले देखिहाल्नुभयो यहाँनिर कस्तो के फङ्सन्सहरू थियो म्यारेज फङ्सन्सहरू तपाईँले देख्नुभयो गाउँ बस्तीको माहौलहरू तपाईँले देख्नुभयो मैले एक दुईवटा चिजबिज वरिपरि देखाएको थिएँ होइन अन्त अर्को कुरा चाहिँ के भन्दाखेरि राईको बिहा चाहिँ म फर्स्ट टाइम
एटेन्ड गरेको भन्दा तपाईँले पनि एक दुईवटा त्यहाँनिर उनीहरूको कल्चर्सहरू के अप्नाउँदो रहेछ उनीहरूको प्रोसेस द वे दे ट्रिट द ब्राइड एन्ड ग्रुम डल्लै म्यारेज फङ्सनको कस्तो प्रोसेस हुँदो रहेछ के हुँदो रहेछ एक दुईवटा झलकहरू तपाईँलाई देखाएँ है पुरै त म देखाउन सकिनँ किनभने अब पुरै देखाउनु पऱ्यो भने त इट विल टेक लाइक 2 to 3 आवर्सको भिडियो हुन्छ बट मैले सानो ग्लिम्सहरू यताउता देखाएँ तपाईँलाई विच वाज अ भेरी न्यू थिङ टु मी अन्त मैले पनि इन्जोय गरेँ तपाईँले पनि इन्जोय गर्नुभयो होला है सो आइड लाइक टु एन्ड दिस भिडियो ओभर हियर एज अलवेज इफ यु लाइक दिस भिडियो प्लिज गिभ इट अ thumbs up and those who are new to my channel please show your love like share and subscribe and stay tuned for a new adventure with your very own Kalimpongster Sayog. Until then, God bless you all, stay positive, share positivity, keep rocking and cheers to life.